नमस्कार, शुभ प्रभात। प्लुटो भ्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी मोरङको बेलबारी नगरपालिका अन्तर्गत लक्ष्मी मार्ग, जसलाई एलेक्स सिटी पनि भनिन्छ, त्यहाँका एक कृषकको लिची बगानमा आइपुगेका छौँ। यो लिची 5 बिघा क्षेत्रफलमा फैलिएको रहेछ। यस लिची बारीका कृषक सुवर्ण शमशेर विष्ट हुनुहुँदो रहेछ। यो बगान विष्ट परिवारद्वारा सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो। साह्रै मिजासिला, सधैँ हाँसिरहने र नेपालमै केही गरौँ भन्नेहरूका लागि उहाँ प्रेरणाको स्रोत हुनुहुँदो रहेछ। उहाँ पूर्वाञ्चलको पुरानो फोटोग्राफर र आफूलाई फोटोग्राफीमा निकै सोकिन बताउनुभयो। उहाँको परिवार बाहिर हुनुहुँदो रहेछ, तर उहाँ चाहिँ केही गरौँ भन्ने हुटुटीका साथ लागि पर्नु भएको रहेछ। सुरुमा अनारस रोप्दा मार्केट नपाएपछि बुबाहरूले लिची रोप्न थाल्नु भएको रहेछ। उहाँका अनुसार यहाँको माटोमा लिचीका लागि उब्जाउ जमिन, हावापानीको राम्रो मेल रहेको बताउनुहुन्छ। अङ्कल नमस्कार। नमस्ते। हजुरको परिचय दिन्न छोटो। मेरो नाम चाहिँ सुवर्ण शमशेर विष्ट। म पनि एउटा पूर्वाञ्चलको पुरानो फोटोग्राफर नै हो। हजुर। अनि अहिले हालसाल चाहिँ अब परिवारहरू सबै बाहिर भएको हुनाले म चाहिँ यो लिची बगानमा आएर चाहिँ यो लिचीको रेखदेख गर्दैछु। अब अनारसहरू मार्केट नपाइसकेपछि हामीले बुवाहरूले भनौँ न, बुवाले चाहिँ नयाँ अवधारण के ल्याउने भन्दाखेरि लिची लिएर आउनु पर्यो। यो वर्षको फल हुन्छ। अब लिची अहिलेसम्म राम्रै भइरहेछ। यहाँको माटो साथै लिची राम्रै फलिरहेछ। यो लिची कति क्षेत्रफलमा फैलिएको छ? यो क्षेत्रफल भन्दाखेरि चाहिँ यो लिची चाहिँ हाम्रो अहिले 5 बिघामा छ जम्मा। यसमा चाहिँ हाम्रो परिवार विष्ट परिवारबाट सञ्चालन गरिरहेछौँ। केही नयाँ गरौँ भन्ने हेतुले अनारस, कोला, मकै खेती गर्दा पनि नफस्टाएपछि एकपल्ट लिची रोपी हेरौँ न भनेर सुरु गर्नुभएको रहेछ। यो अवधारणाहरू चाहिँ यो जस्तै नयाँ एउटा जस्तै कृषिहरूमा चाहिँ जस्तै पहिला यहाँ अनारस हुन्थ्यो, त्यसपछि कोला खेतीहरू गऱ्यौँ होइन, मकैहरू गऱ्यौँ। अनेक गर्दा गर्दै अब बुवाहरूले चाहिँ होइन योभन्दा चाहिँ पाइक चाहिँ लिची नै हुने रहेछ, यहाँको माटो हुनु। यसका लागि उपयुक्त भनी सुरुमा गएर लिचीको लागि उपयुक्त विशेष गरी माटोका विज्ञहरू ल्याई छलफल गरी निष्कर्षमा पुग्दा यसका लागि यो माटो उपयुक्त भनी प्रमाणित निरन्तर 44 सालदेखि सञ्चालन गर्दै आउनु भएको र अहिले निकै राम्रो रहेको उहाँ बताउनुहुन्छ। अहिले यहाँबाट काठमाडौँ लगायत नेपालका विभिन्न जिल्लाहरूमा पनि यहाँको लिची निर्यात हुने उहाँले बताउनुभयो। सारको भनेर चाहिँ उहाँले कृषिमा गएर यो माटो जाँच गर्नुभयो। जाँच गर्दाखेरि चाहिँ लिचीको लागि एकदम उपयुक्त माटो भेटिएको हुनाले हामीले लिची निरन्तर 44 सालदेखि गर्दै आइरहेको छौँ। राम्रो छ होइन। अहिले चाहिँ डाइरेक्ट हाम्रो काठमाडौँ जान्छ। हावाहुरी आउँदा लिचीको हाँगा कमलो हुनाले भाँचिने, तर यसको जराबाट साह्रै राम्रो अचानो बन्ने उहाँले बताउनुभयो। अब यसको चाहिँ के हुन्छ भने जस्तै हावाहुरी आयो भने चाहिँ अब यो लिचीको हाँगा चाहिँ कमलो हुन्छ। यसको जुन जरा हुन्छ त्यसबाट चाहिँ रुखहरू हुन्छ, त्यसबाट चाहिँ बरु राम्रो अचानो बन्छ होइन। यो साजन भन्दा चाहिँ राम्रो अचानो लिचीको हो। तर यसको बोट चाहिँ यति कमलो हुन्छ कि अलिकति हावा आयो भने पनि भाँचिने डर हुन्छ। अरू त ठिकै छ, व्यवसायिक राम्रै छ लिचीको। उहाँले कृषकहरूलाई लिची लगाउँदा फाइदा हुने र सफल कृषक बन्न सक्ने कुरा पनि बताउनुभयो। तर चमराले चाहिँ साह्रै दुःख दिन्छ। त्यसले चाहिँ चमराले चाहिँ भेट्यो भने एउटा गाछी सबै सक्छ। उहाँले अहिले 30-35 जना युवाहरूलाई रोजगारी दिइरहेको पनि बताउनुभयो। कृषकहरूलाई सबै खर्च कटाएर पनि राम्रै आम्दानी गरिरहेको बताउनुभयो। जस्तै अहिले स्टाफहरू छन्, अहिले 30-35 जनाहरू छ लिचीको सिजनमा चाहिँ। उहाँहरूले चाहिँ रेखदेख गर्नुहुन्छ, गार्डहरू गर्नुहुन्छ होइन। अनि त्यसको लागि त्यो सबै खर्च कटाएर भए पनि आम्दानी चाहिँ राम्रै हुँदो रहेछ क्या लिचीमा नि। जस्तै धान खेतहरू अब अरूभन्दा यो कृषिमा चाहिँ यो लिचीको चाहिँ बरु मलाई सुरुमा कलमी लिची रोपी 3-4 वर्षमै फल्ने, तर 3-4 वर्षमै कलमी लिची मिठो नहुने, तर समय बित्दै जाँदा 5-6 वर्षपछि त्यही कलमी लिची मिठो हुँदै जाने उहाँले बताउनुभयो। लगभग लिचीको हामीले कलमी ल्याएर रोपेदेखि कति समय लाग्ला लिची उत्पादन गरेर बेच्नका लागि? कलमीमा चाहिँ 3-4 वर्षमा हुर्किन्छ, 3-4 वर्षमा हुन्छ। तर 3-4 वर्षको त लिची चाहिँ कलिलो बोट भएको हुनाले त्यसको फलहरू चाहिँ हामी चाहिँ 5-6 वर्षसम्म टिप्दैनौँ।
हजुर 5-6 वर्षपछि चाहिँ त्यो पाएको हुँदै जान्छ नि त, शरीर पनि अलिक बलियो हुँदै जान्छ लिचीहरूको हाँगाहरू होइन। अनि त्यसपछि चाहिँ त्यो लिची तर चाहिँ उहाँहरूको बुबाले मजाले फल्न थाल्छ। कलमी लिची नभएर र यो भारतको मुर्जापुरबाट साई लिची र चाइनिज दुई प्रकारको लिची ल्याएर रोप्नु भएको रहेछ। अहिले रातो भएको साई र हरियै रहेको केही समय केही महिनापछि पाक्ने लिची चाहिँ चाइनिज लिची रहेको बताउनुभयो। कलमी भन्दा पनि यो चाहिँ हाम्रो मुर्जापुरबाट ल्याएको बुवाहरूले त्यो बेलामा यसरी कृषिहरू यसरी यो फार्मिङहरू तरिकाले गर्दैन थिए मान्छेले। उहाँले चाहिँ इन्डिया गएर चाहिँ यो साई लिची चाइनिज लिची दुईवटा लिची छ हामीसँग। किसिमको लिचीहरू 2 किसिमको छ। स्वाद जस्तै यो स्वादमा चाहिँ के फरक हुन्छ, यो साई लिची जो चाइनिज लिची र साई लिचीमा साई लिची चाहिँ साह्रै मिठो रसिलो हुने र चाइनिज ठिकै हुने उहाँले बताउनुभयो। चाइनिज लिची केही समयपछि मात्रै फल्ने, सुरुमा साई लिची बजारमा लाने र साई लिची पछाडि फेरि चाइनिज लिची 1 महिनापछि बजारमा लाने बताउनुभयो। मिठासमा यो साई भन्दा राम्रो चाहिँ कुनै लिची हुँदैन। यो चाहिँ रसिलो तर जस्तै एउटा कस्टमर एउटा जुन ग्राहक हुन्छन् हाम्रा लिची प्रेमीहरू, तिनीहरूले चाहिँ सिडलेस मन पराउँछ। किन भन्दाखेरि उनीहरूलाई थाहा छैन सानो दाना हुन्छ भित्र बुधी मिठो हुन्छ भनेर बुधी बाक्लो हुन्छ लिन्छ। तर लिची चाहिँ यो मिठो हो, यो साई लिची चाहिँ। अब यसको ठेक सकिएपछि यो बजारमा सकिने बित्तिकै फेरि चाइनिज तयार हुन्छ भन्नाले मार्केटमा चाहिँ हामीले अभाव हुनु दिन्नौँ कि त्यसरी कन्ट्रोल गरेको छ। दुईटै बोट लाउनु कारण जस्तै यो पाकेको ठ्याक्कै 1 महिनामा चाइनिज पाक्छ। भने फरक महिनामा 1 महिनापछि। तर उहाँले सरकारले अहिलेसम्म पनि लिची कृषकहरूलाई नहेरेको र बरु उहाँहरूले नै उत्पादन मार्फत नेपाल सरकारलाई सहयोग गरिरहेको बताउनुभयो। सिजनमा मल बिउको अभाव, किरा चमेराले रातमा आक्रमण गर्ने हुनाले सरकारले यसको लागि आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइरहेको छ। सरकारले केही हेरेको छैन, हामीले चाहिँ सरकारलाई हेरिरहेको छौँ कि। हामीले चाहिँ सिर्फ त्यति हो, बाटोघाटो चाहिँ हामीलाई चाहियो अनि सिजनमा मल चाहियो होइन। सरकारलाई हामीले नै हेरिरहेको छौँ, कर सर सब तिरिरहेको छौँ। सरकारले यहाँबाट अहिलेसम्म हेरेको हामीलाई इतिहास थाहा छैन। म पनि अहिले 62 वर्ष पुगेँ, आजसम्म सरकारले हेरेको भनेर केही छैन यहाँ। हामीलाई त सबैभन्दा हामी मेहनती छौँ होइन। हामी नेपालीहरू धेरै मेहनती छौँ होइन, त्यो त वर्ल्डमै थाहा छ। जस्तै अब आर्मीहरूपट्टि हेऱ्यो भने गोर्खालीहरू भनेर चिनिन्छ। कृषकहरू पनि राम्रो छन्, मेहनती छन् होइन, दिनरात खट्नु सक्छन्। तर उनीहरूलाई के छ भने यो जल र मल दुईटाको चाहिँ आवश्यक पर्छ हामीलाई कृषि क्रान्ति गर्नको लागि। हो त्यसमा चाहिँ ध्यान पुर्याइदिनुहोस्, बस त्यति भन्न चाहन्छु। देशलाई हराभरा बनाउनु छ र देशलाई मजबुत स्ट्रङ बनाउनु छ भने चाहिँ हामीले कृषि क्रान्ति गर्नै पर्छ। जस्तै मैले विदेशमा गएर हेरेँ होइन, न्युजिल्यान्ड भनेको पनि एउटा कृषि क्रान्ति देशै हो। त्यहाँ मैले के देखेँ भन्दाखेरि उनीहरूले जग्गा जमिनहरू बाँझो काहीँ राख्दैन होइन, र टेक्निकल तरिकाले चाहिँ उनीहरूले चाहिँ कृषिहरू गरिरहेको छ। अब त्यो हामीलाई अब त्यसरी अब सरकारबाट भन्नाले शिक्षाहरू दिएको छैन, तालिमहरू दिएको छैन। हामीलाई तालिमको आवश्यक पर्यो होइन। हामीले के गर्दा हुन्छ, हामीसँग जस्तै एउटा जग्गा जमिन हुनेले हामीले त्यहाँ के रोप्दाखेरि चाहिँ अब अहिलेको जमानामा आर्थिक स्थिति मजबुत हुने र देशलाई राष्ट्रलाई पनि अलिकति। हस्, धन्यवाद। हाम्रो पहिलो भ्लग यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट मार्फत हामीलाई सजेसन गर्दै गर्नुहोला, प्रतिक्रिया दिँदै गर्नुहोला। धन्यवाद।